उपस्थित भएको छौँ र आज हामी सेकेन्ड डे पोखरा टु मुस्ताङ जाँदैछौँ। सो लेट्स इन्जोय द जर्नी। डेन्जर पहाड छ यार। थाना बढ्ने ठाउँबाट देखिएको भिडियो। हामी चाहिँ थाना भन्ने ठाउँमा रोकेर खाना खाँदैछौँ। गाइज हामीहरू अहिले दाना भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँ चाहिँ खाना खाना रोकेको छ गाडीले। यहाँबाटको पछाडिको माउन्टेन हिमालको भ्यूहरू चाहिँ बबाल भ्यू छ। यो चाहिँ कुन हिमाल हो भनेर चाहिँ थाहा पाउन सकेन, तर यो एकदम हिमालको नजिकै काखमा नै ट्याक्क हामीले बसेर खाना खाने मौका मिल्यो। त्यतिखेर चाहिँ कभर गर्न पाइएन। जस्तो अब यहाँको लुक्स र यो क्लिन वेदरले चाहिँ एकदम फ्रेसनेस बनाइरहेको छ। अब यहाँबाट 2 घन्टा जतिमा चाहिँ हामी जोमसोम पुग्छौँ होला। अनि त्यो जोमसोम पुगिसकेपछि अनि त्यहाँको नजारा अझ बेग्लै खतरा दामी होला। ल लेट्स गो गाइज। दिलों की मोहब्बत को बांधे क्यों हाय रे, दिलों की मोहब्बत को बांधे क्यों हाय रे। अहिले त धेरै राम्रो भएको थियो बाटो पहिलाको बाटो त यस्तो शान्त थियो हो। बर्खामा त झन् हिँड्न लागेको हुन्छ। गाइज हामीहरू मुस्ताङ घुम्न आँट्यौँ। जोमसोम भन्दा केही वर 10-15 किलोमिटर अगाडिपट्टि यहाँ चिया खाजा खानको लागि भनेर रोकिएको छ। हामी जस्ट यहाँको वेदर कस्तो छ त भन्दै न, कस्तो लाग्यो तिमीलाई? यहाँको वेदर धेरै चिसो। लास्टै चिसो चाहिँ चिसो हावा चलिरहेको छ है, हातै ठिराइसक्यो यस्तो मुस्ताङ। के हिमाल भनेको थियो के हिमाल अरे? हामी धुम्मा लेक आइपुग्यौँ भर्खरै बाइकमा। एकदमै चिसो छ, लास्ट चिसो छ। जाडो छ यार, चिसो। माइनसमा छ क्या आजमा त यस्तै यत्रो चिसो छ। मर्निङ फ्रम जोमसोम गाइज। बिहानको 8:30 भइसकेको छ। घाम चाहिँ पारी त्यो डाँडामा देखिएको छ। डाँडामा अझै पनि यहाँसम्म आइसकेको छैन। एकचोटि चाहिँ सर र यहाँको भ्यू हेरौँ न बिहानको है त। यो जोमसोला कालीगण्डकी रिभर, कस्तो दामी भ्यू छ। होटल चाहिँ त्यो हो, होटल रिभर भ्यू पोइन्ट एन्ड थकाली किचन जोमसोम। सँगैको पछाडिको भ्यू त्यो चाहिँ नीलगिरी हिमाल। Say something.
अहिले हामी हिँडिरहेको कहाँ? गाइज हामीहरू अहिले मुक्तिनाथ दर्शनको लागि जाँदैछौँ है त। मुक्तिनाथको मन्दिर यतै माथि छ होइन पार्किङ। गाइज हामी भर्खरै मुक्तिनाथको मन्दिरको गेटमा आइपुग्यौँ। गाइज हामी मुक्तिनाथ मन्दिर दर्शनको लागि सिडी चढ्दैछौँ। यो सिडी हो चढ्ने हामीहरू चढ्नु नलाएर है त। जय मुक्तिनाथ साम्बा गुम्बा। हामी मन्दिरको नजिक आइसक्यौँ है। मुक्तिनाथ टेम्पल धारामा अब नुहाउने हो। 1 2 3 go. Excuse me. जाडो। अब उता छिटो हिँडिहाल्नु जाडो हुन्छ। अझै चिप्लो होला। अझै भएन। 3 चोटि टी सर्टहरू पातलो ल्याउने हो नि ठिक हुँदो रहेछ। आज मुक्तिनाथमा पनि आउनु भयो नआउनु भयो मुक्त भइन्छ अब बल्ल। अब केही भन्नु नि त नुहाइयो क्यारियो केही नि भन्नु भएन। नुहाइयो गाइज भन्नु न अब के भन्नुहुन्छ। 108 धारामा स्नान गरेर अहिलेसम्मका सम्पूर्ण पापहरू चाहिँ पखालिए है गाइज। जाऊ ओ सोलो हिँडे सोलो फेरि लोड लाऊ। आनन्द जस यता सोलो होइन यस्तो ल आनन्द है एकदम चिल पारामा। ल डुबुल्की मार डुबुल्की एकचोटि त हार न पुरै टाउको अझै अब ए यहाँ हो कि अब यहीँ आइसक्यो त अनि फेरि लोड लाऊ। एक मात्र के हो खासै चिसो त होइन है। कस्तो लाग्यो तिमी? बुद्धको प्रतिमा
त्यो गर नि त ल। हो ठिक सही। तिम्रो 3-4 तला थाहा भयो, त्यसपछि म माथि म अरू होइन एउटै हो नि त, एउटैमा हामी दुईटैले एउटैमा थप्नु परेन। भयो भयो अब भयो। अब अनि पल्ट्यो भने अनि कामै छैन नि त फेरि। राम्रो गर। गाइज हामीहरू मुक्तिनाथ दर्शन गरेर फर्किँदैछौँ है त। अब यहाँबाट हामी मार्फा गाउँ लाग्छौँ। लोकल ड्रेसमा यही लाउनु न एउटा एउटा लाउनु। गाइजहरू आज हाम्रो मुस्ताङको सेकेन्ड डेमा चाहिँ मुक्तिनाथ दर्शन गरेर अनि त्यसपछि फेरि मार्फा गाउँ घुमेर अनि त्यसपछि आयो। अब मुस्ताङसम्मको बसाइ आज बसेर अनि भोलि बिहान चाहिँ हामी पोखरा फर्किँदैछौँ। जब गाइज पछाडि देखिएको त्यो निलगिरी हिमाल हामीले देख्न सकिन्छ। यस्तो दामी भ्यू देखिएको छ पछाडि। यो मुस्ताङ ठ्याक्क जोमसोम बजारबाट भ्याली नै भनौँ, भ्यालीबाट देखिएको भ्यू हो। ल गाइजहरू अब आजको यो मेरो मुस्ताङ भ्लगलाई म यही अन्त्य गर्दैछु। अब नेक्स्ट मेरो भ्लग छिटोभन्दा छिटो तपाईँहरू सामु ल्याउने मेरो बाचा छ। अहिलेलाई चाहिँ धौलागिरी हिमाल।